पुरानो काठमाडौँको पिकनिक एउटा दुर्लभ तस्बिर। आज हामीसँग एउटा यस्तो पुरानो तस्बिर छ जसले झन्डै 6-7 दशक अघिको काठमाडौँको एउटा सुन्दर सम्झना बोकेर बसेको छ। यो तस्बिर 1960 को दशकतिरको काठमाडौँको पिकनिकसँग सम्बन्धित रहेको अभिलेखमा उल्लेख छ। तस्बिरमा केही महिला तथा युवतीहरू एउटा विलिस जिपमा देखिन्छ। त्यति बेला आज जस्तो काठमाडौँ वरिपरि घुम्न जाने, पिकनिक मनाउने र त्यसका लागि सहजै सवारी साधन पाउने अवस्था थिएन। त्यसैले जिप भाडामा लिएर सहर बाहिर पिकनिक जानु आफैमा एउटा विशेष रमाइलो अवसर हुने गर्दथ्यो। अभिलेख अनुसार यी महिला तथा युवतीहरू श्रेष्ठ परिवारका सदस्य र उनीहरूका साथीहरू थिए। उनीहरू भक्तपुर नजिकैको सूर्य विनाकतर्फ पिकनिक गएको समयको यो तस्बिर खिचेको हो। तस्बिरलाई अलि ध्यान दिएर हेर्नुभयो भने त्यस बेलाको पहिरन, अनुहारको भाव, जीवको बनावट र वरिपरिको प्राकृतिक वातावरण सबैले हामीलाई आजभन्दा बिल्कुलै फरक काठमाडौँको झल्को दिन्छ। आज हामीसँग निजी सवारी साधन छन्, सडकहरू छन्, पिकनिक जाने अनेक ठाउँ छन्। तर त्यति बेलाको एउटा जीवमा केहीजना साथीभाइहरू वा परिवारका सदस्यहरू जम्मा भएर बाहिर निस्कनु नै ठुलो उत्सव जस्तो हुन्थ्यो होला। यो तस्बिर केवल केही मानिसहरू जीवमा चढेको तस्बिर मात्र होइन, यो त हाम्रो समाज कसरी बदलिने गयो भन्ने एउटा सानो ऐतिहासिक च्याल हो। आजभन्दा करिब 6 दशक अघि खिचिएको यो तस्बिरले हामीलाई एउटा प्रश्न पनि सोधे जस्तो लाग्छ। समय बदलियो, साधन बदलियो, जीवनशैली बदलियो, तर पिकनिकमा गएर रमाइलो गर्ने मानिसको चाहना भने उस्तै रहेछ, होइन र? यस्ता पुराना तस्बिरहरूले हराउँदै गएको काठमाडौँलाई सम्झाउने काम गर्छन्। तस्बिर पुरानो भयो, मानिस बदलिए, समय धेरै अगाडि बढ्यो, तर सम्झना भने तस्बिरमा अझै जीवित छ।